हेलो गाइस सबैजनालाई नमस्ते। नमस्ते। आज चाहिँ हामी दुईजनालाई चाहिँ यो नास्ता बनाएर चाहिँ टक्क खाँदैछौँ। सुरुमा यो दुईवटा सकेर अनि फेरि यो हाम्रो लोकल केराहरू पनि खानुपर्ने हुन्छ। सो जसले धेरै खायो उसले चाहिँ 500 रुपियाँ पाउँछ है गाइस। ल सुरु है। ओके हो ओके ल सुरु गरौँ त ल। जस गरेर सुरु गरौँ। चेस ल है गाइस चेस। सुरु फास्ट जुन लाग्यो मैले कोल जित्छ गेस गर्नु है गाइस। खाएर 500 रुपियाँ कमाउनु। खाएर 500 रुपियाँ कमाउनु। असंभव असंभव बेचोद असंभव। स्टप एक्सन स्टप एक्सन। लेकिन एक सेकंड पहिले चाहिँ पैसा राख्नु पर्यो त अगाडि। पहिले चाहिँ पैसा राख्नु पर्यो त अगाडि। पैसा बर्बाद बहन। पहिले हामीले अगाडि च्यालेन्ज चाहिँ यहाँ गर्नुभन्दा अगाडि पैसा राख्नु बिर्सेछौँ होइन। अहिले उधारे हुन्छ। अहिले उधारे हुन्छ। त्योभन्दा पैसा निकालिहालौँ। आफ्नो आउनु ल। 500 दिदी राख 500 दिदी राख। राख्दैन राख्दैन। ल गाइस 500 रुपियाँ चाहिँ हामीले अगाडि उठाउनु बिर्सेका थियौँ। अगाडि नराखेरै हामीले चाहिँ च्यालेन्ज गरिरहेको थियौँ। बिचमा ठ्याक्कै स्टप रोकेर अनि फेरि अब पैसा उठाएर हामीले चाहिँ यहाँ राखेका छौँ। यो पैसा चाहिँ जसले अगाडि यो सकाउँछ अनि एकवटा केरा खान्छ उसले चाहिँ 500 रुपियाँ जित्नेछ। त्यही हो गाइस। यो सकाएर अनि केरा चाहिँ खानुपर्छ। मैले चाहिँ यहाँ सक्काउन लागिसकेँ। त्यही भएर म बाटो भनेर 500 रुपियाँ चाहिँ मैले यहाँ अगाडि राख्नु लगाएको छु होइन। हामी दुइटाको हो यो। सो यिनले जितेपछि यिनले गर्छन्, मैले जितेपछि मैले गरेरै खर्च गर्ने है गाइस। ल जित चाहिँ मेरै हुन्छ। हेर्ने राखौँ सुरु अब। यो छिटो राख। छिटो आउन चेस म फर्स्ट आएँ। फर्स्टमा म फर्स्ट आएँ। फर्स्टमा
ल गाइस यिनले पनि सकायो नि मैले पनि सकाएँ होइन सो त्यही भएर चाहिँ अब कसले जित्यो होला मैले यसमा थालीमा एउटा नराख्ने भन्ने थियो त मैले जितेँ होइन मैले होइन होइन त्यसो भए के गर्ने त अब के गर्ने ग्यास अब बराबरै भयो दुइटाले हाफ गर्नुपर्छ है ओके हाफ गर्ने हेऱ्यो पैसा पहिले हेऱ्यो पैसा पहिले रोम रोम भाइयों सिस्टम पार देंगे जित त खासमा मेरै थियो ठिकै छ 1 2 2 उता यो थालमा चाहिँ अलिकता रको भएर 50 रुपियाँ माइनस भयो यो थालमा चाहिँ अलिकता रको भएर 50 रुपियाँ माइनस भयो 1 2 3 यसो हेर्दा है गाइस बाई 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 अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला